नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरुलामा। न्यूज सुरु गरौँ। प्रतिनिधि सभा पुनर्प्राप्त गर्नको लागि नेपाली कांग्रेस दुईवटै विकल्प स्वीकार गर्न तयार रहेको सम्बन्धी प्रसङ्गबाट। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधि सभा पुनर्प्राप्त गर्नको लागि नेपाली कांग्रेसले दुईवटै विकल्प स्वीकार गर्न तयार रहेको बताएका छन्। जनकपुर धाममा मंगलबार नेपाल प्रेस युनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षाका लागि प्रतिनिधि सभा आवश्यक रहेको बताए। उनले प्रतिनिधि सभा प्राप्त गर्नका लागि संवैधानिक विकल्पको रूपमा दुईवटा बाटो अदालतद्वारा पुनर्स्थापना वा निर्वाचन दुवै मान्न तयार छौं। उनले सबै राजनीतिक दलका साथै जनताले पनि दुवैका लागि तयार बस्न आग्रह गरे। सञ्चार माध्यममा आए जस्तै कांग्रेस दोधारमा छैन, अदालतको जो निर्णय हुन्छ कांग्रेसले मान्न तयार छ, उनले भनेका छन्। सर्वोच्च अदालतद्वारा प्रतिनिधि सभाको पुनर्स्थापना वा निर्वाचनद्वारा प्रतिनिधि सभाको गठन, यी दुईटा विकल्प बाहेक आरो कोनो विकल्प नहीं है प्रतिनिधि सभा के पूर्ति के लिए। दुनू विकल्प के लिए देश के जनता के तैयार रहना चाहिए, कारण देश और जनता के प्रणाली के तो प्रतिनिधि सभा चाहिए। नेपाली कांग्रेस के चाहिए से बात नहीं है, देश के चाहिए, जनता के चाहिए, प्रणाली के चाहिए, संविधान के लिए प्रतिनिधि सभा चाहिए। प्रतिनिधि सभा के आवश्यकता है तकर पूर्ति दुईटा विकल्प द्वारा भ सके छै। दुनू विकल्प संवैधानिक विकल्प है। सर्वोच्च अदालत द्वारा पुनर्स्थापना सो संवैधानिक के बात भेले और निर्वाचन द्वारा गठन वो संविधान के बात भेले। दुनू विकल्प के लिए देश जनता के तैयार रहना चाहिए, सब राजनीतिक दल के तैयार रहना चाहिए। नेपाली कांग्रेस आई दोनों बात के लिए तैयार है। प्रतिनिधि सभा के पुनर्स्थापना कर दै छी, अदालत हो गई तैयार। प्रतिनिधि सभा के पुनर्स्थापना नहीं भेले तो प्रतिनिधि सभा के निर्वाचन द्वारा गठन के लिए तैयार। हम सब यही बात के लिए आर्टिकल प्रमुख प्रतिपक्षको भूमिका कमजोर देखियो भन्ने प्रश्नमा उनले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादी कदम चालेको र यसको विरुद्धमा कांग्रेस चरणबद्ध आन्दोलनमा छ, तर पनि आन्दोलनको निर्णय मान्न तयार रहेको बताए। उनले संविधान विपरीत भए पनि यदि अदालतले निर्वाचनमै जाने फैसला गर्यो भने गलत नहुने र त्यो संविधान भित्रकै निर्णय भएकोले मान्न तयार रहेको बताए। उनले ओली र राजा बीच सहमति भएको हल्ला बारेमा बताउँदै कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताए। अब कबरो कोनो लेखने पढ़ले विदेशी के, लेकिन जहाँ तहाँ आपके पहुँच आई थी नेपाल में आप जैसे कोई चाहते देशी विदेशी कोई शक्ति चाहते नेपाल में राजतंत्र के पुनर्बहाली कर संभव नहीं होते, हम स्वीकार नहीं करते। उनले संसद विघटनको समस्या समाप्त भएपछि कांग्रेसले आफ्नो महाधिवेशनको विषयमा सोच्ने जानकारी समेत दिए। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड-19 का कारण नेपाल भारतसँग जोडिएको सबै नाकाहरू चाँडै नै खुलाउने बताएका छन्। नेकपा बाराले आयोजना गरेको बृहत जिल्ला भेलालाई कलैयामा सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले तराई मधेसका जनतालाई आफ्नो दैनिक व्यवहार चलाउनदेखि लिएर बिहेबारीमा जान समेत अप्ठ्यारो हुने गरेको हुँदा सरकारले कोभिड नियन्त्रणका लागि गठन गरेको सीसीएमको संयोजक रहेको नेताले पनि बैठक गरी चाँडै नै नाकाहरू खुलाउने प्रतिबद्धता व्यक्त गरे। तर त्यसका लागि सबै नागरिकहरू विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको पालना गरी काम गर्नुपर्ने आवश्यकता छ। उपप्रधानमन्त्री पोखरेलले भारतीय नाका प्रयोग गरी भारत जान पाउनु हुने कुरामा जोड दिए। नेकपालाई कमजोर एवं विभाजनका लागि उभिएका प्रचण्ड माधव नेपालको डटेर सामना गर्न सुझाव दिएका थिए।
पार्टीमा चुनावबाट निर्वाचित भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई झण्डै 2/3 बहुमतबाट प्रधानमन्त्री बनाएकाहरूले नै 5 वर्ष नसकिँदै प्रधानमन्त्री र अध्यक्षबाट हटाउने षड्यन्त्रको विरोधमा ओलीले संसद विघटन गरी ताजा जनादेशमा जानका लागि मार्ग प्रशस्त गरेको दावी गरे। राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने सम्मको प्रयत्न गर्नु लोकतान्त्रिक मूल्य मान्यता विरोधी काम उहाँले गरेको उनले आरोप लगाए। प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा पार्टी नै आधिकारिक पार्टी भएको हुँदा आफूहरूले नै सूर्य चिन्ह पाउनेमा सबैलाई ढुक्क हुन आग्रह गरे। उनले 12 जिल्लाका नागरिक मातृभूमिको रक्षाका लागि, सामन्तका विरोधका लागि, धार्मिक, पुरातात्विक एवं ऐतिहासिक धरोहरहरूको रक्षाका लागि आफ्नो स्वाभिमानलाई कहिले पनि तल नराखी अगाडि बढेको इतिहास नेकपाले कहिले पनि नबिर्सिने बताए। शहरी विकास मन्त्री प्रभु शाहले प्रदेश नम्बर 2 भ्रष्टाचारीहरूको शहर रहेको आरोप लगाउँदै मधेसी जनतालाई उनीहरूले ठगी गरेको आरोप लगाए। नेकपाका 12 जिल्ला इन्चार्ज बलबीर चौधरीको अध्यक्षतामा कार्यक्रम भएको केन्द्रीय सदस्य विनोद शाहले जानकारी दिए। उपप्रधानमन्त्री पोखरेललाई कलैयामा कालो झण्डा देखाएका अनेर सोभियूका केन्द्रीय सदस्य दिनेश यादव, नेवी सङ्घका केन्द्रीय सदस्य निजामुद्दिन अन्सारी र नेवी सङ्घ बाराका नेता सागर पटेललाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता गौतम मिश्रले बताए। पक्राउ परेकालाई सोमबार साँझ रिहा गरिएको प्रहरीले जानकारी दिएका छन्। नेकपा प्रदेश नम्बर 1 प्रचण्ड नेपाल समूहको संघीय दलले मुख्यमन्त्री शेरधन राई सहितका 8 जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गरेको छ। प्रचण्ड नेपाल समूहले विज्ञप्ति मार्फत उनीहरूलाई 3 महिनासम्म प्रदेश सभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको जानकारी गराएको हो। निलम्बनमा पर्नेमा मुख्यमन्त्री राई सहित भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिर बाबु गुरुङ, प्रमुख सचेतक बुद्धि कुमार राज भण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्की रहनु भएको छ। दलको कुनै पनि बैठकमा उपस्थित नभएर पार्टी र सरकारको हित विपरीत गतिविधिमा संलग्न रहेकोले उनीहरूलाई कुनै पनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको विधान 2076 बमोजिम 3 महिनाका लागि निलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ। यसअघि मुख्यमन्त्री राईले प्रचण्ड नेपाल समूहले आफू विरुद्ध प्रस्ताव गरेको अविश्वास पत्रमा हस्ताक्षर गर्ने 16 जनालाई 3 महिनाका लागि निलम्बन गरेको घोषणा गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको प्रष्ट सन्देश भारतलाई दिनुभएको छ। भारतीय टेलिभिजन च्यानल जी न्युजलाई सोमबार दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले भूगोल र जनसङ्ख्याको आधारमा नेपालभन्दा भारत ठूलो भए पनि दुवै देशको सार्वभौमिकता बराबर रहेको प्रश्न पार्नुभयो। उहाँले दुवै देश सार्वभौम रहेको र दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियतमा सानो र ठूलो देशको नभएर सम्मान हैसियतको भएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले नेपालले भारत र चीनलाई फरक ढङ्गले व्यवहार नगर्ने पनि बताउनुभयो। दुवै देशलाई पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अङ्गीकार गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो। उहाँले भारत र चीन बीचको विवादित क्षेत्र लगवानका बारेमा नेपाललाई कुनै लेनादेना नभएको बताउनुभयो। दुई देश बीचको विवादमा नेपाललाई कसैको पक्ष या विपक्षमा लग्नु जरुरी नभएको प्रधानमन्त्रीले बताउनुभयो। प्रधानमन्त्री ओलीले भारत र चीन बीचको सीमा विवाद समाधानको लागि आफूले मध्यस्थकर्ता गर्न सक्ने दावी पनि गर्नुभयो। भारत र चीन बीच समस्या हित सम्बन्ध होस् भन्ने नै नेपालको चाहना रहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो।
अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले वैशाखमा नेपालमा चुनाव हुने र त्यसपछि पनि आफू नै सत्तामा आउने दावी गर्नुभयो। आफ्नो पार्टीले अत्याधिक बहुमत ल्याउने उहाँले दावी गर्नुभयो। उखुको मूल्य निर्धारण नहुँदा किसान अलमल्लमा परेका छन्। चिनी उद्योग सञ्चालन भएको 1 महिना भए पनि उखुको मूल्य तय नहुँदा किसान अन्योलमा परेका छन्। गत वर्ष चिनी उद्योगलाई किसानले बेचेको उखुको भुक्तानी माग गर्दै आन्दोलन गरिराख्दा चालु चिसनको मूल्य समेत निर्धारण हुन सकेको छैन। वर्ष दिन खेतमा हुर्काएको उखु चिनी उद्योगलाई किसानले 1 महिनादेखि उखु बेचिरहेका छन्, तर बेचेको उखुको मूल्य कति पाउने किसानलाई जानकारी नै छैन। उखु हुर्काउन बिउ, मल, मजदुर, सिँचाइ नगदमै खर्च गर्ने किसान उखु काटेर उद्योगसम्म पुर्याउन मजदुरलाई नगद ज्याला दिनुपर्छ। तर उखु उब्जाउने किसान चिनी उद्योगबाट कति रकम कहिले पाउने टुङ्गो नै छैन। तराई मधेसमा पुसको जाडोमा बिहानैदेखि उखु काट्न व्यस्त छन्। उखु उब्जाएर वर्षभरि ऋणको भारी बोकेका किसान चिनी उद्योगबाट एकमुष्ट भुक्तानी लिएर कर्जा र उधारो भुक्तानी गर्ने सपना देखेका छन्। तर उखुको मूल्य निर्धारण नै नहुँदा किसान अन्योलमा परेको गौसल्लाकै अर्का उखु किसान युगल सिंहले बताएका छन्। सरकार, चिनी उद्योगका उद्योगपति, किसान प्रतिनिधि र राजनीतिक दल बीच विचार नमिल्दा उखुको मूल्य निर्धारण हुन सकेको छैन। उखु उत्पादक महासङ्घका अध्यक्ष कपिल मुनि मैनालीले सरकारले मूल्य नतोक्दा चिनी उद्योगहरू आफू अनुकूल किसानसँग उखु खरिद गरी पेशकी रकम दिएको उनले बताएका छन्। उखुको मूल्य निर्धारण नहुँदा सम्म तत्कालका लागि सर्लाहीको इन्दु शङ्कर चिनी उद्योगले 15 दिनमा 471 रुपैयाँ प्रति क्विन्टल र रौतहटको डुमरिया स्थित चिनी उद्योगले 471 रुपैयाँ प्रति क्विन्टल भुक्तानी गरेको मैनालीले बताएका छन्। सरकारले उखुलाई नगदे बालीको रूपमा सूचीकृत गरेको छ, तर किसानले भने उखु बेचेर नगद त पाएका छैनन्। उखुको जायज पैसा समयमा माग्दा पनि सरकार र उद्योगीले आफूहरूलाई नसुनेको किसानको गुनासो छ। चिनी उद्योगलाई उखु बेच्दा एकमुष्ट नगदै किसानले भुक्तानी पाउन थालेपछि किसानले उखु खेतीलाई नगदे बालीको रूपमा आकर्षित भएका थिए। तर पछिल्लो समय उखुको मूल्य निर्धारण र भुक्तानी समस्याले नगदे बाली, उखु उधारो र ऋणको भारी बोकाउने खेतीमा परिणत भएको सर्लाही धनगडाका उखु कृषक लक्ष्मण रायले बताउनु भएको छ। सरकारबाट पाउने उखुको अनुदान रकम समेत समयमै नपाएको किसानहरूको गुनासो छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु सिजनका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 544 रुपैयाँ 33 पैसा प्रस्ताव गरेको 1 महिनाभन्दा बढी भए पनि मूल्यको टुङ्गो लाग्न सकेको छैन। उत्पादन लागत, ढुवानी, बजार मूल्य, मुनाफा लगायत जोडेर उक्त प्रस्तावले मन्त्रालयले समर्थन मूल्य प्रस्ताव गरेको हो। गत वर्षको तुलनामा प्रति क्विन्टल 8 रुपैयाँ बढाएर 544 रुपैयाँ 33 पैसा प्रस्ताव गरिएको हो। उखुको समर्थन मूल्य मङ्सिरभित्र तोकिएर चिनी उद्योगले उक्त क्रसिङ सुरु हुन्छ। कृषि मन्त्रालयले लगातार 386 रुपैयाँ सरकारी अनुदान, 65 रुपैयाँ 28 पैसा ढुवानी र नाफा 92 रुपैयाँ 89 पैसा सहितको समर्थन मूल्यको पत्र मन्त्री परिषदमा पेश गरेको थियो। समर्थन मूल्य बढाएर प्रस्ताव गरे पनि किसान सन्तुष्ट छैन। प्रति क्विन्टल 8 रुपैयाँ बढाए पनि चिनीको मूल्य अनुसार उखुको मूल्य मुनासिब नभएको नेपाल उखु उत्पादक महासङ्घ असहमति जनाउँदै आइरहेको छ। महोत्तरी प्रहरीले अवैध रूपमा घरमै सञ्चालन गरिरहेको मदिरा भट्टी नष्ट गरेको छ। महोत्तरीको लोहारपट्टी नगरपालिका 7 बस्ने वसन्त चौधरी, रामचन्द्र चौधरी, दीपक चौधरी, रामेकवाल चौधरीले आफ्नै घरभित्र अवैध घरेलु मदिरा भट्टी सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले छापामारी गरेका थिए। आइतबार साँझ प्राप्त हुन आएकोले प्रहरी चौकी, ब्रह्मपुरा र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोली खटेर गएको हुनाले सञ्चालन गरेको भट्टीबाट करिब 2500 लिटर कच्चा पदार्थ र करिब 100 लिटर
तयारी अवस्थामा रहेको मदिरा नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको तयारी मदिरा र कच्चा पदार्थ स्थानीय भद्रभलादमी बुद्धिजीवी र रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ। भट्टी सञ्चालन गर्न प्रयोग गरिएको 4 वटा मेसिन र 5 किलो युरिया मल प्रहरीले नियन्त्रणमा लिएको छ। राष्ट्रिय सभाको राष्ट्रिय समारोह तथा समन्वय समितिले कोरोना भाइरस कोभिड-19 को सेकेन्ड वेभ आउन सक्ने अवस्थालाई मध्यनजर गरी थप सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारलाई निर्देशन दिएको छ। कोरोनाको सेकेन्ड वेभ पहिलेको भन्दा 70% संक्रामक हुन सक्ने र विश्वकै धेरै देशमा फैलिने क्रममा रहेकाले यसलाई समयमै रोकथाम गर्न विशेष सतर्कता अपनाउनु पर्ने विज्ञहरूको सुझाव आइरहेपछि समितिले यस्तो निर्देशन दिएको हो। समितिको सोमबार बसेको बैठकले कोभिड-19 विरुद्धको खोप व्यवस्थापन गरी योजनाबद्ध वितरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ। खोप वितरण गर्न सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकार बीच तत्काल समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाउन भनिएको छ। कोरोना विरुद्धको खोपको उपलब्धता, त्यसको प्रभावकारिता, मूल्य, निशुल्क प्राप्त गर्न सक्ने अवस्था, भण्डारणका लागि आवश्यक तापक्रम जस्ता पक्षको अध्ययन गर्न समितिले सरकारलाई भनेको छ। समितिले सम्पूर्ण नागरिकलाई खोप उपलब्ध गराउने गरी छिमेकी मुलुक लगायतको अन्य मुलुकका सरकार तथा विभिन्न खोप निर्माता कम्पनीहरूसँग सम्पर्क तथा समन्वय गरी खरिद, सम्झौता, अग्रिम बुकिङ लगायतको प्रक्रिया अगाडि बढाई यथाशीघ्र खोप उपलब्ध गराउन निर्देशन दिएको छ। हाल निशुल्क वितरण गरिएका विभिन्न रोग विरुद्ध खोप लगायतको अन्य खोपको खरिदमा वर्षेनी राज्यले ठूलो धनराशि खर्च गर्नुपर्ने भएको उल्लेख गर्दै समितिले स्वदेशमै सब व्यवस्था अध्ययन गरी खोप उपलब्ध गर्न सुझाएको छ। यसका लागि अध्ययन तथा अनुसन्धान गर्न पर्याप्त रकम र जनशक्तिको व्यवस्था मिलाउन पनि समितिले भनेको छ। आज प्रदेश नम्बर 1, प्रदेश नम्बर 2, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बादल लागेर फाटफुट पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। अघिल्लो हप्ता देशैभरिको मौसम बदली भएर खुलेको केही दिनपछि फेरि मौसम बदली हुन लागेको हो। उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली हुने सम्भावना रहेको मौसमविद प्रतिभा मानन्दरले बताउनु भएको छ। यस्तै बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। तराईको कुहिरो भने दिउँसो पखबाट हट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा तत्काल शीतलहरको सम्भावना भने नरहेको मौसमविद मानन्दरले बताउनु भएको छ। बाँकी भागहरूको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। मौसममा हुने सामान्य परिवर्तनले देशका विभिन्न भागको न्यूनतम तापक्रम सामान्य घटेर तराईमा कुहिरो लाग्ने भएकोले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ। भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या 1,51,000 नागेको छ। पछिल्लो 24 घण्टामा थप 166 जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या 1,51,364 पुगेको हो। यस्तै पछिल्लो 24 घण्टामा त्यहाँ थप 12,448 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या 1,4,79,879 पुगेको छ। संक्रमित मध्ये अहिलेसम्म 1,01,10,634 जना संक्रमण मुक्त भएका छन्। हौस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।